माघे सङ्क्रान्तिको दिन चाहिँ बिहानै उठेर कसैसँग नबोलिकन नुहाइधुवाइ गऱ्यो भने चाहिँ समथिङ राम्रो हुन्छ भन्ने चलन छ नि त त्यही भएर चाहिँ म चाहिँ बिहानै उठेर नुहाइधुवाइ गरेँ। यहाँनिर चाहिँ रोटी चाहिँ हिजो बनाइरहेको थियौँ भने चाहिँ आज चाहिँ तरुल उसिन्न तयार गर्दै थिएँ र तरुलहरू पनि उसिन्दै थिएँ। अनि यतानिर चाहिँ भुजाको लड्डु बनाऊँ भनेको भुजाको लड्डु बिकम चटपटी अरे क्या। मलाई कसम आएन, कसैलाई आउँछ भने प्लिज भनिदिनु होला, मलाई साँच्चीकै आएन। लास्टै कमेडी मात्रै भयो अन्तिममा गएर। अनि त्यही हो, यतानिर चाहिँ अन्तिममा के भन्छ अरे तरुल पाकेर चाहिँ एकअर्कालाई टिका लगाइदिँदै मरि हाँसिरहेको थियौँ क्या आफ्नो आशी सुनेर। अनि यहाँ मेरो भोइस चाहिँ एकदमै खतम भइरहेछ, खटारा भइरहेछ, प्लिज म्यानेज गरिदिनु होला। अनि यतिमा सबै खानेकुराहरू बनाएर चाहिँ लगभग त्यस्तै 10 बजिरहेको थियो होला। अनि खायौँ हामीले चाहिँ। मैले चाहिँ भिडियो बनाउनै बिर्सिरहेको क्या खानेकुरा खाने चक्करमा। अनि यति नै हो। यहाँ मासु हल्का डढिरहेछ, रोटी गोलै भएको छैन अरे क्या। बिल्ला नहालिदिनु होला, जे जस्तो भयो हामीले चाहिँ मजाले मनायौँ र म चाहिँ घरमा पनि एकछिन बोलेँ। अनि त्यही हो, तपाईँहरूको के कस्तो भयो? हाम्रो चाहिँ एकदमै रमाइलो भयो, एकदमै फनी भयो क्या साँच्ची भनेको। तपाईँहरूको के कस्तो भयो प्लिज कमेन्ट डाउन बिलो। बाई बाई गाइज, आउँदो मिनी ब्लगमा भेटौँला।